नयाँ आइपिओ आउने क्रममा फेरि पनि अर्को एउटा कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ भने त्योभन्दा अगाडि कुरा गरौँ धेरैको चासोको विषय रहेको प्योर इनर्जीको बारेमा। प्योर इनर्जीको बारेमा कुरा गर्नुपर्दा यो कहिलेदेखि दोस्रो बजारको कारोबारमा आउँछ भन्ने बारेमा अहिलेसम्म कुनै पनि सूचना आएको छैन। आशा गरौँ चाँडै नै यो दोस्रो बजारको कारोबारमा आउनेछ। अब कुरा गरौँ नयाँ आउने आइपिओ सम्बन्धी। नयाँ आउने आइपिओ रहेको छ हिमस्टार ऊर्जा कम्पनी रहेको छ भने यस कम्पनीले यही जेठ 9 गते शुक्रबारका दिन धितोपत्र बोर्डबाट आइपिओ निष्कासनका लागि अनुमति पाइसकेको छ भने यो कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी रहेको छ। यस कम्पनीले एकदम थोरै मात्रामा सेयर निष्कासन गर्न लागेको छ। प्रति किता मूल्य रु 100 का दरले लगभग 11,19,000 किता सेयर यसले बिक्री गर्न लागेको हो भने अबको 1-2 दिनभित्रमा यसले आइपिओ निष्कासनका लागि मिति सार्वजनिक गर्नेछ। यो कम्पनीले पनि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि भनेर आइपिओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नेछ। यस हिमस्टार ऊर्जा कम्पनीको आइपिओ सम्बन्धी बाँकी जानकारी अर्को भिडियोमा गराउनेछु। धन्यवाद।